दायित्व सिधै प्रधानमन्त्रीज्यूले आफै लिनुहुन्छ। अनि यो भइसके पश्चात यसलाई यी संविधानमा, कानुनमा, नियममा, विधिमा भएका व्यवस्थालाई अनदेख गरेर हामीलाई प्रधानमन्त्री चाहियो, होइन भने सदन चल्न दिन्न भन्नु भनेको लोकतन्त्र, विधिको शासन र रुल अफ ल हो कि त्यसका विरुद्ध हो भन्दा त्यसका विरुद्ध हो। यही किसिमको ताण्डव नृत्य देखाएर नागरिकले उहाँहरूलाई पन्साएका हुन्। अब जति उहाँहरू हुनुहुन्छ उहाँहरू फेरि पन्सिने योजनामा हुनुहुन्छ भने मैले भन्नु केही पनि छैन। होइन भने म फेरि दोहोऱ्याएर भन्छु, प्रतिनिधि सभा नियमावलीको नियम फलानु विपरीत भयो, फलानाले नीति तथा कार्यक्रमको सन्दर्भमा उपस्थित हुन अनिवार्य गरेका छ भनेर के लेख्या देखाउनुहोस्। होइन भने संसद सुचारू हुन दिनुहोस् र संसदमा बस्नुहोस्, आफ्ना कुरा राख्नुहोस्, रेकर्डमा राख्नुहोस् र यो देशको भाग्य भविष्य परिवर्तन गर्नका लागि तपाईहरू अगाडि बढ्नुहोस्। होइन भने तपाईहरूले नागरिकमाथि धोका दिएको ठहर छ। संसदका काम रात 2 गुना दिन चौगुना। प्रधानमन्त्री बालेन्द्र शाह जवाफ दिन संसदमा आउनु पर्दैन? हाम्रो नियमावली